हेलो नमस्ते साथीहरू नमस्ते के छ हजुरहरूको हाल खबर सन्चै हुनुहुन्छ अनि म चाहिँ आफ्नो नयाँ घरदेखि भिडियो बनाइरहेको छु। आज चाहिँ देख्न सक्नुहुन्छ चाहिँ रहेको छ हाम्रो घरको बेलुकाको सिन देख्न सक्नुहुन्छ। यहाँ चाहिँ हुन्छ मेरो दिदी यहाँ चाहिँ बजार जानलाई रेडी ढोकामा चाबी ल्याउने हामी चाहिँ तरकारी लिन बजार जाँदैछौँ साथीहरू। के तरकारी ल्याउने होला त्यो चाहिँ थाहा छैन। खाना बनाउने बेलामा बजार हामी चाहिँ गइरहेछौँ साथीहरू चोकमा। यहाँबाट चाहिँ यताबाट होइन, यहाँबाट चाहिँ चोकमा जान आधा घन्टा जति लाग्छ। अनि साँझ परिसक्यो, कोठामा बस्दा बस्दा अलिक भयो हिँड्नको लागि हो। हाम्रो रोड, हाम्रो बाटो, यो चाहिँ हाम्रो घर सक्नुहुन्छ। भनिदिनु त मेरो भ्लगमा। अनि साथीहरू हजुरको खाना पाक्यो त? हामी चाहिँ भर्खर जान लाग्छौँ है। अनि दिनभरि घरमा बस्दा के अरे यस्तो गर्मी छ आजभोलि, बाहिर निस्किन पनि गाह्रो छ साथीहरू। के गर्नु यस्तै हो। अब त दिउँसो निस्किन सकिन्न, बाहिर के अरे घाममा निस्किन सकिन्न। बेलुका र बिहान मात्रै हो बाहिर निस्किने चाहिँ। यस्तै साथीहरू आज हामी चाहिँ चोकमा पुगेर के तरकारी लिन्छौँ है त। साथीहरू हाम्रो चाहिँ मेन बाटो रहेको छ बैजापुर। यहाँदेखि चाहिँ नेपालगञ्ज उता के अरे दाङ अनि उता सबैतिर जाने गाडीहरू चाहिँ यही बाटो हिँड्छ साथीहरू देख्न सक्नुहुन्छ। अलिक साइडबाट हिँड्नु दिदी, यहाँ त टिप्परहरू आइगर्छ क्या। टिप्परहरू धेरै आउँछ क्या साइडमा हिँड्नु। राति फेरि टिप्परहरू यति धेरै हिँड्छ कि बाटो, म त डरै लाग्छ हौ टिप्परहरू देखेर त। यो चाहिँ हाम्रो चोक हो साथीहरू। हामी चोकमा आइपुग्यौँ है। हामी चाहिँ अब तरकारी पसलमा जान्छौँ एकछिनमा, देखाउँछु त म के तरकारी छ यहाँ। यो चाहिँ हाम्रो बैजापुर चोक भन्छ यसलाई चाहिँ। देख्न सक्नुहुन्छ